आज चाहिँ यो पुलमा चाहिँ बाइक चलाउँदाखेरि चाहिँ मेरो चाहिँ एकदम डरलाग्दो हालत खराब भइसकेको थियो गाइज हेर्न सक्नुहुन्छ। सो हाई एभ्रीवान वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। र अहिले चाहिँ म चाहिँ मेरो वाइफको घर जानु आँट्यो किनभने उसको चाहिँ हेरिङ छ एसआइआरको। अन्त त्यही भएर चाहिँ हामी चाहिँ जानु आँटेको है उसको घर। सो हामी चाहिँ अहिले पुगिसकेको छु पगलाझोडा। सो पगलाझोडाबाट नन स्टप हामी चाहिँ बाइक कुदा गरेर चाहिँ अहिले चाहिँ हामी पुगेको छौँ मानदेखि अलिकति माथि। सो एकछिन गलेर चाहिँ एकछिन बसेको। अन्त हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी चाहिँ सोनादा आइपुगिसकेको छु नन स्टप आएको। अन्त केही ल्याइदिँदैछु घरमा खानेकुराहरू। अन्त हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी चाहिँ नयाँ रुट लिएको छु। यो चाहिँ हो तपाईँको रङ्गुलदेखिको ओह्रालो है। र एकछिन बाटोमा चाहिँ एकदम दामी भ्यू देखेर चाहिँ एकछिन रेस्ट गर्नु नि रोकेँ। अन्त हेर्न सक्नुहुन्छ घर आइपुग्ने बेलामा चाहिँ यस्तो ब्रिज चाहिँ क्रस गर्नु पऱ्यो। यस्तो डरलाग्दो छ यो ब्रिज चाहिँ है। अन्त चाहिँ गाइज चाहिँ अहिले चाहिँ हामी चाहिँ फाइनली इन्टेक पुगिसकेको छु। अन्त हेर्न सक्नुहुन्छ अहिले चाहिँ घरमा आएर चाहिँ उसको घरमा चाहिँ सुन्तला हेर्न सक्नुहुन्छ यस्तो दामी छ है। सो अहिले चाहिँ सुन्तला उसले चाहिँ टिपिसकेर चाहिँ अब चाहिँ सुन्तला खाएर चाहिँ म चाहिँ एकछिन रेस्ट गरेँ किनभने एकदम बेसी थाकिसकेको थिएँ म चाहिँ बाइक बेसी चलाएर। अन्त चाहिँ अब चाहिँ सिधै बेलुका भयो अनि चाहिँ अब चाहिँ खाना खाने बेला भइसकेको थियो। अब चाहिँ खाना खाएर चाहिँ सुत्न आँटेको गाइज है। र यो भिडियो चाहिँ कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर कमेन्ट फलो गर्नुहोस् होला। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।